बिहानी वीरताको चिनो वीरको सन्तान। पहिला त यो भेट त सबै नेपाली मात्रै थियो होला है। Ready guys for video. झरना जस्तै चोखो रगत मगेर खोलाको भग्ने उमङ्ग लिएर पहाडको अर्को विश्वास मगेर हिमा झैँ सिँगारिदिन्छु अब तिमीले यहाँ सजाउनु आफ्नै धरतीमा माटोको सिरानी वीरताको चिनो वीरको सन्तान। गोर्खाल्यान्डमा जितेको यहाँ अलमोस्ट अब सुरु चाहिँ हाम्रो असारको कार्यक्रम के भिडियोमा आउँदैछ मलाई हामी है भइस तर यति नगरेको हामी सर्भाइभ गर्नु साह्रो गर्धमै सिक्यौँ खुकुरी चलाउन पर्दैन सिक्न बारुद खेलाउन नेपाली हौ तिमी संसार जित्ने पर्दैन बन्धुको काँडालाई देखान अब खुसीसित कलम यो दिन्छु तिमीलाई मेरो निशानी वीरताको चिनो वीरको सन्तान। शहीदको रगत लहरेको निशानी अब तिम्रो हातले लेख्नु छ युगले भुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान। जय गोर्खा। ओके यो ब्याट्री छ जय गोर्खा भन्नु भाइ जय गोर्खा जय गोर्खा हामी त लाटा हुनु अन्त त ल अब हाम्रो 5:50 भइसक्यो 10 मिनट छ है। अब धेरै राख्यो भने दही पनि अमिलो हुन्छ। विक्रेताहरूले विशेष गरेर याद गर्नुपर्ने कुराहरू तपाईँहरू मोमो खाएर के अरे मोमो चाट खाएर मोमो खाएर वाचिपा खाएर ढेँडो खाएर टन्नै हुनुहुन्छ होला। कतिले त बाहिरबाट बिरयानी ल्याएर खान्छ भनेको पनि सुनेको थिएँ है। तपाईँ अगाउनु भएको छ तर दस्तुर त गर्नै पर्छ है। अनि यो यत्रो यहाँनिर हेर्नुहोस् है पत्ता रहेछ ए हो यो यस्तो साँच्चै यसले चुन्छ त यो अलिकति हाल न